साइली बलगर जोड लगाऊ हैसे गधालाई त नि म मारिन छु नगरौ बाबा साइली गधा भन घोडा भन हात्ती उट जे भन्न मन लाग्छ भन तर पाउन चाहिँ मान्छे पावै साइली केटाले आठ घर केटा आठ घर जसले आँट्यो त्यसले फाट्यो ए घेबो एकछिन है म मायामा अल्झे ल छिटो आइजाऊ मायाको झटार पनि खाएर जान्छ कि आमा हो ढोलमा होइन छ्या कति राम्री बाँकी पोहोर बरारसम्म नाकभरि सिगान बोकेर हिँड्थ्यो आमा हो 12 वर्षपछि यसको शरीरमा पानीले छुन्यो घरजम बसाइहाल्नुपर्छ खाली बिहेको कुरा गर्छ पाल्न सक्छ चौरी हो र पाल्नलाई के हो यो मायामा झटारो आयो हो पछाडि फर्केर हेर त तिम्रो बाउ आयो होला ल अब के गर्ने तिमी यहाँबाट भाग म पिटाइ खाएर आउँछु असै साहब कसरी समात्नु तपाईँले अभियुक्तलाई च्यापै समातिन् उहाँहरूले विषादी लड्डु खुवाएर बिहोस पारेर किडनीको व्यापार गर्ने र अवैध रूपमा सुनको तस्कर गर्ने अभियोगमा समातेको हो असै साहब यसको श्रेय कसलाई दिन चाहनुहुन्छ म यसको श्रेय मेरो श्रीमतीले दिन्छु अनि श्रीमतीलाई मेरो श्रीमतीले त्यति बेला त्यसो नगरेको भए यति बेला यस्तो हुने थियो झोल मात्र छ त हौ चौटा खोइ त केको तरकारी खाएको भनेर थाहा त हुनु पर्यो नि हौ कैसे लोग रहते हैं यार अझ बढ्ता बोल्छौ 2 पैसाको आम्दानी छैन तल्ला घरको गोकर्णी अस्ति मात्र मलेसिया गएको 2 लाख पठाइसक्यो रे त्यसको स्वास्नीले 5000 को रातो साडी लाएर लरक लरक पार्दै हिँडेकी छ तिमीले देखेछौ हो र कहाँ हिँडेको नि खाना छोडेर यसको सारी हेर्न जान लाग्यो ओइ भाउजूले एउटा कुरा गरिन् भने तैँले 2टा कुरा गर कतिवटा कुरा 2टा कुरा ओए ओए ओइ त्रिभुवनको नातिनी हातल झार गन्छ माग्न आएको के माग्न है छोरी मेरो खराब पानी छ के छोरी कसको तिम्रो क्यार्ने बिहाले हो अब तिमीसँग 2टा उपाय छ हेर कि खुरुक्क विदेश छौ कि मलाई छोड मलाई यो दोस्रो अप्सन पो मन पर्यो त हौ त्रिवी चिकित्सा शास्त्र अध्ययन संस्थानको सभा महोदय हामीले लामो लडाईपछि व्यवस्था बदलियौं तर हाम्रो मानसिकता हामीले बदल्न सकेनौं आज चर्को स्वरमा के बोले आवश्यक स्वास्थ्य सेवा औषधिको पहिला चिल्लो कोट लाएर स्टुडियो भित्र बसेर पत्रकारिता गर्थे अहिले पसिना काटेर तपाईँ आफै पत्रकारिता गरिराख्नु भएको छ नेता कस्ता होला त्यो कुरा तपाईँले बुझ्नु पर्यो नि त के बोले भाइ नमस्ते नमस्ते नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है सबैलाई हँसाए गृहमन्त्री सुदन गुरुङ गृहमन्त्रीको हाँसोले भ्रष्टाचारीको सातो गयो हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छ नि त त्यो हुन्छ कार्यकर्तालाई गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई आफ्नो देशको सेवा गर्न आएको चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट
कहिले कता कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। रुको जरा सबर करो। सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्र सिक्युरिटी दिन्छ भने आज नागरिकलाई सिक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामुख महोदय, के रे तुई गए चिनी चमके तिमीलाई चिनी चमके त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन। किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। रात कस्तो टेन्सन भयो, यस्तो टेन्सन हुँदा पनि बिहोस हुँदिन त, के भएको?